हाम्रो नवीनजी सर्भिस गर्दै हुनुहुन्छ। उहाँ चाहिँ युएन पार्कको मेन खेलाडी। जम्पिङ स्पाइक लाग्नु भो ल ला उहाँको सर्भिस चाहिँ उठाउन कठिनै हुन्छ जम्पिङ सर्भिस। हरि सरको शानदार रिसिभ तर थोरै चुक्नु भयो। हाम्रो काकाको सर्भिस उहाँ चाहिँ लेजेन्ड काका हरि सरको शानदार स्पाइक। उहाँ चाहिँ हाम्रो नवीन सर नेसनल टिममा पर्नुभन्दा उहाँ थोरैले बस्नु भएको थोरै 1.5 फिट हाइट भए भयो स्योर हुन्थ्यो। 1.5 फिट अझै कि आई मिन प्लस 1.5 फिट। उहाँको फेरि स्पाइक के अरे सर्भिस हरि सरको स्पाइक शानदार स्पाइक। धनेजीको धेरै पछि बल आयो तर पनि उहाँले बिगार्नु भयो। उहाँ चाहिँ मल्टी ट्यालेन्टेड मान्छे आफैमा। फेरि सर्भिस नवीन सरकैमा आयो। नवीनजीले फेरि जम्पिङ सर्भिसै गर्ने होला। जम्पिङ सर्भिसै गर्नुभयो। दामी धने सरले फेरि चुकाउनु भयो। उहाँको चाहिँ अलि डिफेन्स कमजोर हुँदै गएको छ आजकल खोइ किन हो तर यति यो लेभलको खेलाडी त होइन। उहाँ चाहिँ राम्रै खेलाडी हो तैपनि खोइ आजकल उहाँको अलि खस्किँदै गएको गेम हामी देख्न पाइरहेका छौँ। काकाबाट सर्भिस काका होइन रहेछ। नवीन सरले लगातार सर्भिस गरिरहनु भएको छ। यार भाइ यार लाइटर माग्न आयो यार।